एउटा राम्रै पक्ष हो। ओके, यो तपाईहरुले देखिराखेको सिन पाँचथर जिल्लाको हिलियाङ गाउँपालिकाको हो। हामी अहिले गोपेटारको डाँडामाथि छौँ। यो डाँडाबाट तपाईले देखिसके अगाडिको डाँडा चाहिँ तेह्रथुम, त्योभन्दा उताको सुभाङ डाँडा, अनि यो चाहिँ गोपेटार बजार। हामीसँग यहाँ डाक्टर रवि हुनुहुन्छ। डाक्टर रवि, कस्तो अनुभव गरिराख्नु भएको छ? अनुभव अत्यन्त के अरे स्वर्गमय भए जस्तो अनुभव भएको छ। हाम्रो डाक्टर रवि यहाँ 2 वर्षदेखि पाँचथरमै कार्यरत हुनुहुन्छ। अब केही महिना केही दिन भनौँ, यहाँ केही दिनका लागि यहाँ हुनुहुन्छ, यहाँ सेवा पुर्याउनु भएको छ। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद पाँचथरका जनताको तर्फबाट र मेरो पर्सनल तर्फबाट। यहाँ डाक्टर सुस्मिता आउनुभएको छ भैरवबाट। उहाँ साह्रै मोहित हुनुभएको यो दृश्यले। डाक्टर सुस्मिता, कस्तो अनुभव भयो? साह्रै रमाइलो छ यो ठाउँ। रमाइलो छ है। अनि कतै घुम्न जाने प्लान छ तपाईँको यता? अब हेरौँ। हो, एकदम रमाइलो हुन्छ। हामी प्लेनमा चढ्दाखेरि अघि नै सुस्मिताले कुरा गर्दै हुनुहुन्थ्यो, प्लेनमा चढ्दाखेरि यस्तो सिन देखिन्छ। तर यहाँ यो गोपेटारबाट यस्तो सिन चाहिँ अलिक सामान्य नै भन्नुपर्छ, किनभने प्रायः भइरहेको छ। अब हामी तराईतिरको मान्छे कोही आउनुभयो भने त्यो विशेष लाग्छ। तर म पनि यहाँ बस्न थालेको लगभग 3 वर्ष पुगिसक्यो। तर साह्रै रमणीय छ, साह्रै राम्रो छ यो दृश्य। डाक्टर सुस्मिता, तपाईँले यो फोटो खिचिराख्नुहुन्छ भन्नुहुन्थ्यो मलाई गोपेटारको। कस्तो रमाइलो अनुभव गर्नुभएको छ? एकदमै। अनि यहाँबाट गइसकेपछि फेरि आउने कि केही त्यस्तो छ प्लान? अब आउन मिल्यो भने त आउने हो। अनि डाक्टर सुस्मिताले यहाँको पानी पर्नुको बारेमा केही भन्नुहुन्छ कि? पानी त यहाँ परेको दिनभरि पानी पर्छ मात्रै है। पानी परेको परै हुन्छ यहाँ। यो गोपेटारको विशेषतै भन्नुपर्छ, एक दिनमा 7 पटक 8 पटक जति पानी पर्छ। अझ बिचमा घाम पनि लागिरहेको हुन्छ, फेरि पानी पर्छ, फेरि घाम लाग्छ। अहिले बत्ती छ। लास्ट इयर हामी यहाँ आउँदाखेरि यहाँ बत्ती थिएन, साह्रै अप्ठ्यारो भएको थियो। सोलर चार्ज नभइदिने या चार्ज भए पनि अपर्याप्त हुने, त्यसबाट इक्विपमेन्टहरू चलाउन गाह्रो भइरहेको थियो। अनि डाक्टर सुस्मिता, कहिले त्यस्तो भएको छ तपाईँहरू घुम्न निस्केको बेला अनि पानी पर रुजेको, छाता लिएर जान नसकेको, त्यस्तो कहिले भएको छ? त्यस्तो धेरै। अनि डाक्टर रवि? पटक पटक भएको छ। राम्रो प्रसङ्ग हो यो। छाता नलगेको दिन पक्का पानी पर्छ अरे। हाम्रो अझ साथीहरू पुगिसक्नु भयो होला बजार। हामी अहिले तरकारी किन्न गइरहेछौँ। चारैतिर हरियाली छ, तर यो ठाउँमा अलिक तरकारी पाउन चाहिँ गाह्रो छ। यहाँ अलिक पाउँदैन। यहाँ मार्केट क्षेत्र यहाँबाट अब 35 किलोमिटर पर भन्नुपर्छ। यहाँ हाम्रो फिदिम छ। हो, सही कुरा हो। यहाँ अलिक तरकारीको अप्ठ्यारो छ, त्यति साह्रो पाइँदैन। हामी पहिला मगाउँथ्यौँ, पछि यहाँ पसलबाट ल्याएर हामी खान थाल्यौँ, यहीँ पसलमा पाउन थाल्यौँ। त्यही पनि अलिकति अपर्याप्त टाइममा नपाउने, त्यही मात्रै समस्या भन्नुपर्छ यो ठाउँको। डाक्टर रवि, अरू केही छ? अर्को यहाँको ब्युटी भनेको फुल। तपाईँ फुल जतासुकै देख्न पाउनुहुन्छ। अझ यो गुलाबको फुल, लाली गुराँस, गुलाबको सिजनमा त गुलाबको फुल पुरै डाँडा ढाक्या हुन्छ, साह्रै राम्रो हुन्छ। ल, धन्यवाद। अब हामी बजार नै पुग्न लागिसक्यौँ।